सम्पूर्णमा राधेश्याम र हाम्रो यहाँ बेगीजान बाकोरी दलनीमा यहाँ एउटा धान काट्ने मेसिन लिएर आउनु भएको छ। यहाँ देख्न सक्नुहुन्छ यो धान काटिओरी माडिओरी दिनुहुन्छ अरे। यहाँ हेर्न सक्नुहुन्छ यहाँ बहुत राम्रो चालले यहाँ कस्तो राम्रो मेसिन यहाँ ल्याउनु भएछ। हजुरहरू कसैलाई चाहियो भने यहाँ कन्ट्याक्ट नम्बर छ। यी कन्ट्याक्ट नम्बरमा कल गर्न सक्नुहुन्छ। यो अहिले बेगीजान बाकोरीमा छ, बाकोरी कोलङपुर हाई स्कुल अगाडि। अहिले यहाँ बडो धान खेती गरिएको छ। सबैजनाले हजुरहरूले युज गर्न सक्नुहुन्छ। र यहाँ मसँग दाजु हुनुहुन्छ, दाजुसँग म केही बातचित गर्छु। यो कसरी के गरी काट्न सकिन्छ हजुरहरूले हेरिदिनु होला। दाजु यो मेसिन तपाईँले लिएर आउनुभएको हो? हजुर, यो मेसिन कसरी के काट्न सकिन्छ, के गर्न सकिन्छ अलिकति भनिदिनु त। यो मेसिनले मुख्यतया पानीमा अब घोडा पानी त्यसले ट्र्याक्टरको डाला नडुब्ने ठाउँमा काट्न सक्छ। हजुर, काटेर माडिओरी माडेर हजुर ट्याङ्कीमा लोड हुन्छ। हजुर, ट्याङ्कीमा लोड भएपछि ट्र्याक्टर आउने छेउमा हुन्छ, ट्र्याक्टरमा लोड गरिदिन्छ अनि कहाँ पुर्याउनु पर्ने पुर्याइन्छ। अच्छा, हजुरहरूले यहाँ देख्न सक्नुहुन्छ काटिओरी माडिओरी पुर्याउन सक्नुहुन्छ अरे। उहाँहरूको यहाँ कन्ट्याक्ट नम्बर छ, यहाँ देख्न सक्नुहुन्छ। हजुरहरूले कन्ट्याक्ट गर्न सक्नुहुन्छ। यो नम्बरमा कन्ट्याक्ट गर्नुहोला। यो अहिले चाहिँ वर्तमान बेगीजान बाकोरी दलनी कोलङपुर हाई स्कुल अगाडि राखिया गएको छ। यो मेसिनलाई चाहिँ यहाँ काट्नुहुन्छ अरे। हजुरहरूलाई म बादमा काटेको पनि म देखाउन कोसिस गर्दछु।